हेलो एभ्रिवान। आज चाहिँ तिहार होइन। तिहार चाहिँ हिन्दू धर्मावलम्बीहरूको दसैँपछिको सबैभन्दा ठुलो पर्व हो। यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटिकासम्म 5 दिन मनाइने गरिन्छ। अनि हाम्रो घरमा चाहिँ कसरी मनाइन्छ भनेर म हजुरहरूलाई देखाउन गइरहेको छु। सबैभन्दा पहिला त हामीले सेलरोटीको लागि पिठो मिक्सचरमा पिसिसक्यौँ होइन। पिसिसके पछाडि अब यसलाई मम्मीले सेलरोटी पकाउनको लागि रेडी गर्दै हुनुहुन्छ। घिउ हाल्नुभयो अनि छाली हाल्नुभयो होइन। त्यस पछाडि मजाले यसलाई मिक्स गरिरहनु भएको छ। अनि यसमा तातो पानी हाल्नुहुन्छ होइन। अनि त्यसपछि मिक्स गरेर एकछिनसम्म छोडिदिनुहुन्छ। छोडिदिसके पछाडि 1-2 घन्टा पछाडि अनि पकाउन थाल्नुहुन्छ। हजुरहरूले पनि यसरी नै मनाउनुहुन्छ होला होइन। कसैको के हुन्छ डिफ्रेन्ट। सो यसमा मम्मीले पानी मिक्स गरिसक्नु भएको छ। हेर्न सक्नुहुन्छ हजुरले। यतिसम्मको बनाएर राख्नुपर्छ। चिनी पनि हालिसक्नु भएको छ है। चिनी पनि स्वादअनुसार राख्नुपर्छ। सो गाइस अब एकछिन छोडिदिने। त्यस पछाडि यता तेल तताएर होइन। अनि अब तेल तताइसके पछाडि यसलाई सेलरोटी बनाइरहनु भएको छ होइन। अनि हेर्नुहोस् न कस्तो मजाले फुलेको। तेल उछिटिने भएर यो चाहिँ हामीले चुलोमा पकाएको होइन। अनि ग्यासमा पकाउँदाखेरि फेरि कस्तो तेल उछिटिन्छ क्या त्यो भएर। हेर्नुहोस् न कस्तो मजाले पाकेको। हेर्दाखेरि खाउँ खाउँ लागिसक्यो। तर गाइस भगवानलाई चढाएर मात्र खानुपर्छ होइन। त्यही माथि आज लक्ष्मी पूजा, लक्ष्मीलाई पुज्नुपर्छ। अनि त्यस पछाडि खानुपर्छ गाइस। हामीहरू चाहिँ यसरी मनाइरहेको छौँ। हजुरहरूले कसरी मनाइरहनु भएको छ होला। अनि हामी सानो सानोमा चाहिँ भैली खेल्न जान्थ्यौँ कि एकदम रमाइलो हुने होइन। अब भैली खेल्न जान्थ्यौँ साथी ग्रुप बनाएर। अनि भैली खेल्थ्यौँ। भैली खेलेर पैसा जम्मा गर्थ्यौँ। त्यस पछाडि मम्मीले क्रमशः सेलरोटी पकाइरहनु भएको छ भैली खेल्नको लागि। हजुरले हेर्न सक्नुहुनेछ। साडी लगाएर हजुरहरू कसलाई सेलरोटी मनपर्छ प्लिज गाइस कमेन्ट गर्नु होला। कस्तो रमाइलो हुन्थ्यो। अहिले चाहिँ को कता भयो मलाई मनपर्छ होइन। यस्तै हो गाइस के गर्नु। सानोमा चाहिँ धेरै रमाइलो गरे अब के। भैली खेलेर हामी बेलुका 11-12 बजीतिर घर फर्किन्थ्यौँ। थुप्रै खेल्थ्यौँ क्या। पैसा पनि कति कलेक्ट गर्थ्यौँ फेरि। अब यसपालि चाहिँ भैली खेलौँ कि भनेर सोचेको फेरि नखेल्ने जस्तै भयो। घरमा कति काम गरेर थाकेको हुन्छ। अनि अब त ठुलो पनि भयौँ होइन। खेल्नु त जाँदा हुँदैन के हुँदैन। ठुलो सानो त्यस्तो केही फरक पर्दैन। अनि पनि केहीमा म्यानेज नभएर या के भएर जानै मन नलाग्ने कि अहिले चाहिँ। बट पहिला चाहिँ एकदमै धेरै एक्साइटेड होइन जानुपर्छ है भन्ने टाइपको हुन्छ कि। अगाडिदेखि नै डान्सहरू सिकेर होइन यस्तो गर्थ्यो। खुब रमाइलो हुने क्या। अनि मेकअप गरेर होइन मम्मीको लिपस्टिक लाउने, मम्मीको क्रिमहरू लाउने, गाजर अनि मेकअप गर्ने। अनि सबले सेम कलरको ड्रेस लगाउने है। कस्तो रमाइलो हुने क्या। अनि त्यस्तो दिन अब कहिले आउँछ होइन। एकदम धेरै रमाइलो हुन्छ हाम्रो चाहिँ। अनि हामी चाहिँ हाम्रै घर वरिपरि खेल्थ्यौँ भैली नै खेल्थ्यौँ। अनि कस्तो रमाइलो हुन्थ्यो। अनि खेलिसके पछाडि अनि घरमा आएर सेलरोटीहरू खान्थ्यौँ। सेलरोटी तरकारी खान्थ्यौँ। भोलिपल्ट पनि खेल्न जान्थ्यौँ। देउसी पनि खेल्न जान्थ्यौँ। केटाको ड्रेस लगाएर जान्थ्यौँ क्या। कस्तो मजा आउँथ्यो क्या त्यतिखेरको दिन। एकदम राम्रो मजा आउँथ्यो। यादगार होइन। अहिले को कहाँ पुगिसक्यौँ। र पनि अझै पनि ताजा छ सबै यादहरू। यसरी नै बित्थ्यो हाम्रो बाल्यकालको तिहारहरू के।
फाइनल्ली गाइस सेलरोटी पाकिसकेको छ हैन। यत्रो सेलरोटी पकाउन टाइम लाग्छ नि त। बिचारा मम्मीको आज व्रत पनि थियो। मम्मी थाकी पनि सक्नु भएको छ होला। अनि मलाई त पकाउन आउँदैन, नत्र मै बनाइदिन्थेँ। सो गाइस अब चाहिँ हामी लक्ष्मी भगवानलाई पूजा गर्ने ठाउँ रेडी बनाइरहेको छौँ। हजुरहरूले हेर्न सक्नुहुनेछ हैन। हेर्नुहोस्, म चाहिँ भिडियो गरिरहेको छु हैन। मम्मीले चाहिँ रेडी गरिसक्नु भएको छ। फुललाई पनि उन्नुभयो। अनि रङ्गोली चाहिँ मैले बनाएको। गाइस कस्तो छ भनिदिनु होला। सो गाइस यो चाहिँ भगवानलाई चढाउने प्रसादीहरू हो। हजुरहरूले हेर्न सक्नुहुनेछ गाइस। सो अब चाहिँ हामीले भगवानलाई पनि राख्यौँ हैन। अनि अब मम्मी भगवानलाई पूजा गर्नको लागि रेडी गरिरहनु भएको छ। दियो चाहिँ हामीले सबै बालिसक्यौँ। दियो बालिसकेपछि 7 बजे बालिसके पछाडि दियो बाल्नुपर्छ। अनि अहिले चाहिँ मम्मी पूजा गर्नको लागि रेडी गर्दै हुनुहुन्छ। फुलहरू चढाइरहनु भएको छ। भगवानलाई टिका लगाइदिँदै हुनुहुन्छ। बत्ती बालिसक्नुभयो हैन। भगवानलाई फुल पनि लगाइदिइसक्नुभयो। त्यस पछाडि धुप बाल्नुभयो। पूजा सकिसके पछाडि मम्मीले चाहिँ आन्टीलाई टिका लगाइदिँदै हुनुहुन्छ। त्यस पछाडि मेरो पालो, मेरो चाहिँ भिडियो बेसी मान्छे नि भएन। अनि अब हामी पूजा सकिसके पछाडि आकाशमा बत्ती बालेर उडाउने भन्ने भयो क्या। यसलाई चाहिँ के भन्छ गाइस मलाई थाहा भएन हैन। मलाई चाहिँ मन पर्यो। अनि म बजार गएको बेला मैले लिइहालेँ। बाल्दा बाल्दा गरी मलाई बाल्नै नआएर बल्ल 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 बल्यो गाइस। त्यस पछाडि कति ट्राई गर्दा पनि नभएको क्या, मलाई बाल्नु नआयो। फर्स्ट टाइम ट्राई गरेको हो नि त यो, त्यो भएर बलिनु रहेछ नि। अझ निकै ढिलो बल्छ होला सायद, त्यस्तै लाग्यो मलाई। बल्ल बल्ल बल्यो। यो सबै बलेर यसले सबै धुवाभित्र त्यहाँनिर जम्मा हुनुपर्ने रहेछ। अनि मात्रै उड्ने रहेछ क्या। भएर बल्ल पनि एकदम टाइम लाग्यो। धुवा यहाँ कलेक्ट गर्न पनि टाइम लाग्छ होला सायद। म चाहिँ पुरा एक्साइटमेन्ट भइरहेको छु क्या। तिहार मन नपर्ने को हुनुहुन्छ होला। तिहार चाडपर्वमा तिहार मन नपराउने कोही नै हुनुहुन्न होला सायद हैन। मलाई चाहिँ मनपर्छ किनभने उता पनि उज्यालो, उता पनि उज्यालो, झिलिमिली हैन। अनि पटेका पनि पड्काउँछु म। पटेका पड्काउँदाखेरि चाहिँ गाइस एकदम होसियारपूर्वक पड्काउनुपर्छ है। पड्काउँदाखेरि जानेर चाहिँ नगरौँला, तर पनि कसैको हातमा चोट लागिरहेको हुन्छ, हात जलिरहेको हुन्छ। पटेका पड्किँदाखेरि कुनै बेला पटेका एकैचोटिमा नपड्किने हुन्छ। अनि हामी गएर म चाहिँ बाटो गएर हेर्छौँ। अनि ड्याम्मै पड्किन्छ गाइस। जादो पनि उठ्छ प्लस हातमा पोल्छ पनि। त्यो गाइस एकदमै होसियारपूर्वक हामी पटेका पड्काउनु पर्ने हुन्छ हैन। सानो बच्चा बच्चीलाई पनि दिनु हुँदैन पड्काउन हैन। त्यो गाइस यति चाहिँ हामीले एकदमै केयर गर्नुपर्ने हुन्छ। सो अब चाहिँ उठ्छ कि भन्ने लाग्यो मलाई। यस्तो हेरिरहेको छु, हाँसी पनि रहेको छु। फाइनली अब म उडाउँछु भनेर। कतिखेर सबै धुवा जम्मा हुन्छ अनि उठ्छ भन्ने सोचमा म परिरहेको छु। हेर्नुहोस् न, अब चाहिँ उठ्छ कि भनेर आन्टीलाई बोलाएँ, आन्टीलाई पकड्न लगाएँ होइन। त्यस पछाडि मैले तल पक्रेँ।
उडाउन खोजेको उडेन गाइस। ओ माई गड, ला यो चाहिँ उड्ने रहेछ। मेरो मनी वेस्ट भयो भन्ने एकदमै धेरै टेन्सन भयो। तर केही छैन गाइस होइन, मन लागेको थियो मैले लिएँ। अब उडेन भने त बस्नु मेरो केही गल्ती होइन। त्यही पनि म ट्राई गर्न चाहिँ छोड्दिनँ भनेर यस्तो हेरिरहेको छु गाइस। हेर्नुहोस् न, अलिक मजाले धुवा कनेक्ट भएको छैन होला भन्ने सोचेँ। अब छैन, फेरि पनि एकचोटि ट्राई गर्छु गाइस भनेर फेरि पनि म उडाउने सोचमा छु। र फाइनली म उडाउन गइरहेको छु। हेरौँ पनि उडेन, छैन। अब फेरि ट्राई गर्छु गाइस, के हुन्छ फेरि ट्राई गर्छु। फेरि हार्दिनँ भनेर मैले फेरि पनि उडाउन गइरहेको छु गाइस। हजुरले हेर्न सक्नुहुनेछ। फाइनली गाइस अब चाहिँ उडाउन एकदमै धेरै खुसी भएँ होइन। मैले फर्स्ट टाइम उडाएको थिएँ अनि यसो हेर्नुहोस् न कहाँ पुग्यो। एकदम धेरै खुसी भएँ म होइन। अनि उड्यो, माथि आकाशमाथि पुग्यो। धेरै खुसी भइसके पछाडि अब के गर्नु, मैले चाहिँ यसरी तिहार सेलिब्रेट गरेँ। हजुरहरूले कसरी गर्नुभयो गाइस भन्नुहोस् है। हजुरहरूले पुरै हेरिदिनु हुनेछ भन्ने मैले आशा राखेको छु। थ्याङ्क यू फर वाचिङ गाइस। ह्याप्पी दिवाली हजुरहरू सबैजनालाई। बाई बाई।